कहाँ जाँदै हो अरे सन्ध्या हामी खोइ कता कता दुईटा हिरोहरू यहाँ हुन्छ जहाँ पुगिन्छ त्यहीँ गइन्छ अनि हाम्रो विकास दाइ हुनुहुन्छ मस्ट ह्यान्डसम मान्छे होइन ल यस्तै छ आज घाम पनि दामी नै लागेको छ हिँड्न पर्छ है दिनमा हामी जस्तो 2-4 किलोमिटर हिँड्नै पर्छ किनभने हिँड्नु भने धेरै राम्रो त्यही भएर हामी पनि हिँडिरहेको छौँ तपाईँहरू पनि हिँड्नुपर्छ 5 दिन काम गर्नुहोस् 2 दिन हिँड्नुहोस् अथवा 1 दिन हिँड्नुहोस् जस्तै उहाँहरू हिँड्नु भइरहेछ हाल्दै हिँड्नुपर्छ है हिँड्नुपर्छ भ्लग हो हिँड्नै पर्छ है दाइ हिँड्नुपर्छ हाम्रो ढिका मेम्बर ढिका मेम्बर 5 दिन काम गरे पनि 1 दिन चाहिँ हिँड्नै पर्छ गुड हामी हिँड्दैछु तर कहाँ जानु थाल्यो थाहा छैन लगभग सन्जु भाइ अल्छीहरू पनि आउनु भएको छ 3 किलोमिटर हिँडिसक्यो हामी चाहिँ अझै कति हिँड्नु छ हौ अलि दाइ कति हिँड्नु छ 3 त हिँडिसक्यो त यार समरी त यही हो है आज हामी घुम्न भन्दा पनि हिँड्न चाहिँ आएको हो ढिका ग्याङको अध्यक्ष चाहिँ हाम्रो योगेन दाइ हुनुहुन्छ अनि त्यसपछि लगभग सबैजना हुनुहुन्छ ढिका ग्याङको सबैजना हुनुहुन्छ उहाँ चाहिँ हाम्रो मान्छे होइन इछुङको हो इछुङको भाइस प्रेसिडेन्ट नेता हुनुहुन्छ अनि भाइस प्रेसिडेन्ट आमा मारेको छ त चस्माले सिधै कम्पनीबाट गिफ्ट हो कि के लन्डनबाट आएको यता यता नि यहाँ सदस्य यो चस्मा कताबाट आमामा ज्याकको अर्को छ त यहाँ त कहाँबाट थाइल्यान्ड हो चिफ गेस्ट ए चिफ गेस्ट इछुङको चिफ गेस्ट इछुङकोहरू सब चिफ गेस्ट छ सबैजना लगभग हामीलाई यहाँनिर थोरै सेक्युरिटी टाइप मारेको छ है कन्सर्टै हान्न जानु भयो कि तपाईँ कता हाम्रो योगेन दाइ के छ हाल खबर प्रेसिडेन्ट हुनुहुन्छ तपाईँ त झन् अनि सन्जु भाइ अनि म चाहिँ यहाँ तर्फे पारा हिँड्दा छु यो कोरेनले मलाई ठेलेर माछा लगाएर हमने किया विकास दाइ यहाँ बस 138 चढाइदियो 138 चढाएर पठाइदिउँ है अब हामी चाहिँ हेजाङको खाना जाँदैछु धेरै हिँड्यो हामी होइन म त तर खासै हिँड्न हुन्छु जहिले यति त दाइहरूलाई चाहिँ गाह्रो भयो होला म्यानेजरले आज हामी लन्चको लागि इन्भाइट गराइदियो न त खासै हिँड्ने मान्छे त होइन नजाउँ भन्दा नि फेरि रिसाउने खासै म चाहिँ हिँड्न हुन्छ 4 किलोमिटर 5 किलोमिटर तर उहाँहरूलाई चाहिँ नयाँ हो कस्तो भइरहेको त नयाँ हो म त टोइलेट जाँदै हिँडेर जाने मान्छे हो अनि तपाईँ त केही भन्नु भनेपछि तपाईँ हिँडिरहनुहुन्छ ठिक छ अब हेजाङको खाने ठाउँमा जान्छ बल्ल तल्ल सन्धि आइपुग्यो lot of people here आइपुग्यो सर आउनुभयो है 안녕하세요 आउनेर ओके कस्तो भइरहेको खाने ठाउँ आयो हामी चाहिँ यहाँ खाँदैछु खानु सक्ने है
भाइलाई यत्रो तल पाउनु भयो है अब खाउँ है युगेन दाई अब यस्तो अँधेरो मुख लिने भए चाहिँ अर्कोचोटि फेरि बाइक गर्नु पर्छ अर्कोचोटि माइनसमा पर्छ नि है सुरु गरौँ है ल है कस्तो लागिरहेको छ तपाईँलाई मलाई एकदम झिँगे लागिरहेको भन्यो भने कस्तो हुन्छ होला है रमाइलो लागिरहेको हिँड्न पनि धेरै होइन बाटो अझ हाम्रो डेस्टिनेसन आएन नि त इन्स्टिट्युट हामी जाने भनेको क्याफेमा हो क्याफेमा रहिरहेको छ योगेन दाईले फोटो खिच्छ हाम्रो ल यो दिन त नि रेडी हुन्छ नि ओभर हेर्छ लिएर मार्दैछ त है हाम्रो आली दाइ आली दाइ त कस्तो हेर्छ नि हेर्नु नि दाइचोटि हो क्या सी साँच्ची हो मासुको पात्र हुन्छ ला कम फोन आयो तपाईँको सिधै इजिप्टबाट आयो डाइनोसरको इजिप्टबाट डाइनोसर डाइनोसर हो है सम्झे कतिको होला कति लगभग यो 2 करोडको माल रहेछ सम्झे कतिको माल हो यो डाइनोसर के को मासु हो 15 अर्बको सिधै फ्रम कहाँबाट हो लोटोले ल्याउँदैन यता डाइनोसर हो सिधै जुरासिक पार्कबाट सम्झियो लोकल डाइनोसर कि बोइलर हो यो लोकल सम्झे चरिरहने त्यति भयो हेर्नु नि चरिरहने चरिरहने ठाउँमा यहाँ आएर हड्डी भयो डाइनोसर हड्डी पनि तेजाब हुन्छ फ्रम इजिप्ट तेजाबले डाइनोसरको हड्डी तेजाब बल्दैन नि तेजाबमा हुन्छ हात बल्छ इजिप्टमा दौडिँदै समातेको यो चाहिँ यस्तो है यहाँ यहाँ पनि ल है खायो हामीले सम्झे डाइनोसर खानुभयो डाइनोसर खानुभयो खाएँ मैले पनि खाएँ म नखाने मान्छे हो त्यो पनि खाइदियो खासै खान मन थिएन त्यो पनि लुक एट दिस टु मच एटेक धन्यवाद यस्तो गऱ्यो हामीले हामी चाहिँ यसरी बसिरह बसमा उभिरह विकास दाइ चाहिँ लाज बजाएर बसौँ है सिट खाली गरिदियो बस युगेन दाइ बस समझदार बस युगेन दाइ सिटमा बसेर हाँसेर है मैले सम्झाइदिएँ मैले भनिदिएको छु है अघि नै है टक्क दाइहरूको लागि है चट्ट सिट छोडिदिने बुढो भएको है बाहिर ताल आउँछ क्या यस्तै छ दाइहरूसँग हिँडेपछि अघि स्केल यस्तो गरेर देखाओस् यस्तो गरेर गरिदिँदा तपाईँलाई च्यालेन्ज दिएँ यार दाइ गर्दा यस्तो गरेर देखाउनु ल यस्तो गरेर देखाउनु तपाईँलाई म स्यालेरी होइन ओमान चाहिँ दिन्छु ओमान यस्तो चाहिँ कसले देखाउनु त फेरि यसरी 2 टिक एउटा गरेर हुन्छ र ए माथिको मात्रै यो मात्रै यस्तो त्यो त अब बनाउनु पर्छ कोला हारे दाइ मसँग नि हिजो बाजीमा हार्नु भएको बनाउनु पर्छ ल यस्तो गर्नु नि त ल त्यो मैले गरिदिएँ भने ओमान मलाई यस्तो वाला ल अहिले राति नै यस्तो गर्छ त्यही भएर उसलाई बानी परेको हो क्या ओमान मलाई ल तिमी गरेर देखाउनु ल तिमी गरेर देखाउनु ल भाइ ल त्यो त मिलेन अलिकति यस्तो रे हो स्याउ के गरेँ त्यो मैले आज फोटो सुट हुँदैछ क्यामराम्यान हेलो सन्जु हेलो देश दाई म रिटायर सन्जु कडा हाँस्छ त के मारेछ कमोडियन जस्तो देखिरहेको कमोडियन
बस्नु ल ट्याक्क होइन पर्छ सुन्तला अन्त माटोमै जन्मेको दाइ अनि बदाम खाँदैछौँ स्पोन्सर बाई डिएसपी उर्फ विकासी स्पोन्सर थ्याङ्क यू सो मच फर हेजाङ कुक थ्याङ्क यू फर बदम सुन्तला थ्याङ्क यू विकास दाई विकास दाई नभए हामीले यति खानु पाउँथ्यौँ धेरै धेरै धन्यवाद विकास दाईलाई त्यो भ्लगमा विकास दाईले पैसा ट्रान्सफर गरेको नि आउँछ नाम चाहिँ उहाँको नाम चाहिँ कार्ड चाहिँ आलिको मेरो डिएसपी दाइको है के भन्दैछ बुलोले नहाना भन्दैछु के हो अहिले सुन्तला खोइ भन्ला आज चाहिँ हामी आफ्नै पौडी पोखरीमा छौँ है खोइ बदम भन्ला आफ्नै पौडी पोखरी सतर्क बस्नु नि दाइ थ्याप भाइ सुन्तला कति दर्जन पुरा दुई केसरा भर्खर डाइटमा छु केसरा अरूको केसरा कता कता हो छवटा सुन्तला ल्याएर दर्जनमा अरूको केसरा यत्रो हुन्छ उसको केसरा यत्रो हुन्छ है छवटा सुन्तलामा दर्जन कसरी हुन्छ है अनि खोइ हेत तेरे छवटा है बदम खायो समेत चाडा मान्छे हाँस मारा चौ हाँस्यो जति हेजाङको त्यति नै बदाम खाएको छ यार को बेगा दाइले बिगाएर त खाना नै हुन्छ किन भन्दाखेरि पैसा किन्ने मान्छे नि त भने त पुरा तासेर राखेको यस्तो ढुङ्गासुङ्गा चढेन हामी मन भुलाउने कुरा हिँड्ने ठाउँमा पनि यहाँनिर गुन्द्री छ हिँड्ने ठाउँमा पनि गुन्द्री छ कति डेभलप छ कन्ट्री हाम्रो घरमा बस्न गुन्द्री छैन हिँड्ने ठाउँमा गुन्द्री के हो हाम्रो स्वागतमा हो गुन्द्री भाइको यहाँ आएर मुन्द्री मिलेन त ओए राम्रो छ प्लेस चाहिँ आउनुहोस् एकचोटि घुम्नुहोस् बदम ल्याउनुहोस् बदम ल्याउनुहोस् खानुहोस् बाढीचुडी खानुहोस् फेरि है हामी जस्तो होइन खानेले खाएको खाए खानेले खाएको खाए खानेले खाएको खाए नखाने चाहिँ नखाएको नखाइ चाहिँ नहोस् तपाईँहरू आउनुहोस् बदमहरू खानुहोस् मिलिजुली है ए खोल्छ हाम्रो धेरै मान्छेहरू पनि आउँछ यहाँ सुर्तीहरू पनि आउँछ रमाइलो छ तर त्यस फ्रेस भइन्छ रहेछ है कस्तो लाग्यो विकास दाइलाई हामीसँग एकदम हावा खानु हावा सोच्छ हावा कहीँ पाइँदैन खानु गम 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 अड्क्यो भाइ के भन्छ हावा हो क्या नचल्ने त्यतिकै राखेर चाहिँ त्यो त डट्टी भइसकेको रहेछ त यो त तपाईँ चढ्नु म पछाडिबाट पौडी चाहिँ ढल्नेवाला टाइपको रहेछ